यही जुलाई 21 देखि आइसिसी CWC लिग 2 का म्याचेसहरू सुरु हुँदैछ। यो सिरिज नेदरल्यान्डमा खेलिनेछ। सुरुमा त नेपालले नेदरल्यान्डको पिच कन्डिसनले बुझ्न जरुरी छ। नेदरल्यान्डको पिच कन्डिसन हेर्ने हो भने अलमोस्ट जर्सी र बेल्जियमको जस्तै छ भनेर हामीले अनुमान लगाउन सकिन्छ। हाम्रो धेरै नै प्लेयरहरूले E20 बेल्जियम खेलेका छन्। साथै स्कटल्यान्ड टुरमा हामीले कन्डिसनले बुझेर 4 म्याचेस इन 3 विन गर्न सफल भयौँ। लेट्स टक टु अबाउट नेदरल्यान्ड एन्ड नामिबिया टिम। वाट इज देयर स्ट्रङ्गेस्ट पार्ट? नेदरल्यान्ड र नामिबिया दुइटै टिमको बोलिङ पार्ट एकदमै स्ट्रङ छ। उनीहरूको बोलिङ स्ट्रेन्थ भनेकै स्पिन एट्याक हो। नेदरल्यान्डले त आफ्नो बोलिङ स्ट्रेन्थले ठुल्ठुला टेस्ट नेसनहरूले पनि हराएका छन्। अनि नामिबियाले चाहिँ 7वटा बलरहरू राखेर खेल्ने गर्छन्। यो सिरिजमा बोलिङ डिपार्टमेन्ट मोस्ट इफेक्टिभ पार्ट हुनेछ। हाम्रो बोलरहरूले पनि राम्रो बोलिङ राम्रो गर्नुपर्छ। हाम्रो ब्याट्सम्यानहरूले पनि स्पिनरहरूसँग राम्ररी खेल्नुपर्छ। मोस्ट इम्पोर्टेन्ट पार्ट इज नेदरल्यान्ड र नामिबियालाई ब्याटिङ बोलिङ फिल्डिङको मार्फतबाट प्रेसरमा राख्नुपर्छ। आइसिसी लिग 2 को पोइन्ट्स टेबलमा हेर्ने हो भने ओमन, नेदरल्यान्ड, क्यानाडा र नामिबियाको पनि टप 4 मा फिनिस गर्ने चान्सेस छ। वाट वी बिलिभ फ्रम नेपाल क्रिकेट टिम। ब्याक टु ब्याक दुईटा सिरिजमा जहाँ हामीले ओमन, UAE, USA र स्कटल्यान्डसँग खेलेका थियौँ, त्यो सिरिजमा हामीले 8 म्याचेस इन 6 विन गऱ्यौँ। सबैजनाले त्यही फर्म टिमवर्क कायम गर्ने हो भने हामीले नेदरल्यान्ड टुरमा 4 इन 4 विन गर्न सकिन्छ। हाम्रो सबैजना प्लेयरहरूले आफ्नो 100% ब्याटिङ बोलिङ फिल्डिङमा दियो भने पक्कै पनि हामी 4 इन 4 म्याच विन गर्छौँ। अन्त्यमा सबैजनाले नेपाल क्रिकेट टिमलाई सपोर्ट गर्नुहोला।